हाम्रो लेडिज जिउहरू यसो माया गरी माया लाग्छ भने एउटा छाता लेडिज नै पर्दैन, जेन्ट्सले नै छाता किन्ने पैसा लगाइदिँदा हुन्छ सर। क्युआर पठाइदिनु होला। क्युआर कोडमा हजुरलाई पठाइदिन्छु। यो सरको आँखा चाहिँ के मोतीबिन्दु लागे जस्तो लाग्यो। मलाई पो हिरोनी देख्न लाग्नु अब के गर्नु, खोइ विदेशबाट आएको हिरोनी जस्तो छन् क्या। हेर्नु जुङ्गा दाढी छैन। मेरो जुङ्गादारी टालेर आउनु। अहिले चाहिँ हामी प्रकाश चौकबाट नगरपालिकाबाट अनि हामी त्यहाँको नक्सा भवनको नक्सा ड्रइङ त्यसपछि एनालाइसिस गरिएको स्ट्रक्चरलाई हेरेर अध्ययन गरेको क्रम भयो। हामी अहिले सिटीमा छौँ। सिटी सवारीमा हामी छौँ। हाम्रो सिटी सवारी दक्षिण साइड आउनु ल, परबाट परदेखि दक्षिण साइड ल। कताबाट? ऊ त्यहाँदेखि ऊ त्यो एउटा बोर्ड छ नि होटल भन्ने, उता पुग्नु पर्ने क्या। कहाँ जानु पर्छ? भवन भएकोमा त्यो झन्डा भाकामा। हजुर, गाडी बाटो कस्तो छ त? दामी छ। ठिक छ, जान्छ। हिँड्दै जाने ठिकै छ, हिँड्दै जान हुन्छ। यहाँ जानु हुन्छ, यहाँबाट सिधै ठिक यताबाट सिधै जाँदाखेरि यत्रो घुम्नुपर्छ त है। हजुर, कति भाडा? 100 रुपियाँ। 100 रुपियाँ महँगो भएन? फेरि महँगो 30 रुपियाँ 30 रुपियाँ चोकको भित्रबाट आएपछि। हजुर अब भोलि हाम्रो यात्रालाई लिएर अगाडि गइसकेका छौँ। हाम्रो यहाँ विष्णु सर चाहिँ यता हुनुहुन्छ। गाइस सिटी चढेर पनि हिँड्नुपर्छ, के गर्नु। हाम्रो चाहिँ सेमचङ त्यस्तै ठाउँ छ। पछि चाहिँ आफै त्यहाँ चाहिँ सर सिटी चढेर पनि हिँड्नुपर्छ। हिँड्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ। सिटीमा चाहिँ हिँड्नु पर्दैन, सिटी चढेर चाहिँ हिँड्नुपर्छ। सर हो, हामी अहिले भने चाहिँ माथि बजारदेखि चाहिँ अब अहिले यता बरुवा खोलाको वारी भएर हामी तलतिर गइरहेको छौँ। घाम निकै तलतलाउँदो लागिरहेको छ आज। सरको घामले निधारै टलक्क टल्काछ। मैले चाहिँ टोपी लगाइरहेको छु। हाम्रो यता सरजीलाई चाहिँ अलिक गाह्रो भएको छ कि, उहाँले चाहिँ अब टोपी लाउनु भएको छैन, छाता पनि हामीसँग छैन। किन भन्दाखेरि हामी अलिक गरिब छौँ, पैसा छैन छाता किन्ने। पैसा चाहियो। पैसा नभएर हजुर छाता नकिनेको। पैसा हजुर चाहियो एउटा छाता किन्नु। सरको त तर छाता जस्तै टोपी छ, मेरो चाहिँ छैन। म पनि उहाँलाई डोनेसन दिउँ भनेको, मसँग अहिले 1 रुपियाँ मात्रै छ। अब 1 रुपियाँले छाता आउँदैन। कृपया कोही हाम्रो लेडिज जिउहरू यसो माया गरी माया लाग्छ भने एउटा छाता। लेडिज नै पर्दैन, जेन्ट्सले नै छाता किन्ने पैसा लगाइदिँदा हुन्छ सर। क्युआर पठाइदिनु होला। क्युआर कोडमा हजुरलाई पठाइदिन्छु। यो हाम्रो भिडियोबाटै हेर्दै त्यहाँ ट्याक्क अगाडि राखिदिन्छु, स्क्यान गरेर हालिदिनु होला। लु, यो त फन्नी मात्र नि हाम्रो। हामीले आज ट्राइपोड किनेको, तर यो एलएचएसको हुन्छ नि अटोमेटिक क्यामेरा खिच्छ भनेको, तर यसले भोल्युम मात्रै बढाउने काम गरिरहेको छ। के गर्नु यसको उपाय? यसको ब्लुटुथ सिस्टममा क्यामेरा खिच्ने नै लगाएको रहेन रहेछ नि बेच्नेले। मारे गए छ नि हामीलाई ठगेर। मारिहाले नि, मारिहाले। त्यो भएर अब यहाँ हामीले मनमा नै सोचिरहेछौँ बेच्नेलाई गएर हामी चाहिँ कारवाही गर्नुपर्ने छ। दफा 11को उपदफा। पैसा कम त महँगो लिएन, यो घाममा छाता ओढ्ने पैसा लग्दैन नि। लगिदिहाल्यो नि स्टिकले। यो क्या सेल्फी स्टिक ट्राइपोड भन्छ होला यसलाई। ट्राइपोड। त्यही भएर चाहिँ हामी अहिले यो घाम टलटलाउँदामा भए पनि यसो तपाईँहरूलाई भिडियो बनाएर पनि मनोरञ्जन गरौँ कि भन्ने चाहिँ आशाका साथ
भरोसा पनि गरेका छौँ। छाटा किनेको भए यस्तो त हुँदैन थियो। हाम्रो स्टिकमा गए 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 त्यही पनि आज हाम्रो यो भिडियो चाहिँ बनाउने मौकाहरू मिलिरहेको छ। स्टिक बटारेर खुम्चाएर देखाइदिनु सर कस्तो छ भनेर। कस्तो छ है? यस्तो छ है ध्यानै फेरि यस्तो छ हाम्रो आज स्टिक भन्छ है यसलाई चाहिँ। स्टिक फेरि तपाईँलाई थाहा छैन होला नि, फेरि हामीले खतरा मान्छे हो क्या फेरि। के स्टिक हो यो सर? यो सेलको स्टिक हो, सेल्फीको स्टिक। कस्तो है सेल्फी स्टिकबाट खिच्दा त अलि राम्रो राम्रो देख्दो रहेछ। है त्यतिको हामी निकै ह्यान्डसम देखिन्छ जस्तो हल्लाइ नै लाग्छ कि क्या हो। हात नहल्लेर हो कि होला, क्यामेरा राम्रो देखि, क्यामेरा राम्रोसँग बसेर हो राम्रो राम्रो देख्छ। राम्रो राम्रो देखिरहेको सरलाई त के हिरोनी जस्तो देख्छु त म। ओहो लु सरको आँखा चाहिँ के मोतीबिन्दु लागे जस्तो लाग्यो। मलाई पो हिरोनी देख्न लाग्नु अब के गर्नु, खोइ विदेशबाट आएको हिरोनी जस्तो छन् क्या। लु हेर्नु जुङ्गा दारी छैन। मेरो जुङ्गादारी टालेर आउनु पर्यो गाइजहरू, के गर्नु। विष्णुजीले पनि मलाई चाहिँ हिरोनी भनिहाल्नु भयो। अब म के गर्नु, बिजोक भइरहेछ मेरो त लास्टै, यो त लास्टै भयो नि है साथीहरू। ठिकै छ हो, लास्टै भएको छैन, अगाडि नै छ, फर्स्टै छ, फर्स्टै ल फर्स्टै छ है, फर्स्टै छ। लु आज हामी चाहिँ अब भने हाम्रो भगवानको छेउमा पुगिसकेका छौँ। अब लगभग बकरी बाख्राहरू पनि यहाँ बसिरहनु भएको छ। सरको स्वागतको लागि है, स्वागत, मेरो विशेष स्वागतको लागि बसिरहनु भएको छ। सरको भ्लगमा स्वागत गर्नको लागि बसिरहनु भएको छ। बकरी बाख्राहरू हेर्नुहोस्, आजको मौसम घरि घाम लाग्छ, घरि पानी पर्न खोज्छ। अहिले त घाम नलाग्छ, अलिक कस्तो भइरहेको छ, केही छैन, राम्रै भइरहेको छ भन्ने चाहिँ हामीलाई महसुस भएको छ। ओहो विष्णु सर पनि आउनु भएको यहाँ छ। Thank you for watching.